ह्याप्पी इन्टरनेसनल नर्सेस डे टु अल अफ यु। र यही अवसरमा मैले नर्सिङसँग सम्बन्धित केही वास्तविकता, केही काल्पनिक त केही व्यङ्ग्यात्मक पक्षलाई झल्काउन खोज्दै एउटा कविता लेखेकी छु। र कुनै शब्द अनर्थ लाग्न गएमा म पहिले नै क्षमा प्रार्थी छु। मेरो कविताको शीर्षक रहेको छ सायद म नर्स नभएको भए। सायद म नर्स नभएको भए म टिचर, राइटर, अकाउन्टेन्ट बन्थे होला। के थाहा, मैले नै पो नर्स त कति छुचा हुन्छ नै भन्थे होला। तर म अन ड्युटी नर्सलाई तिमीहरू सबको कपाल उखाल्छु भन्न सक्दिनँ, किनकि म नारी हुनुको फाइदा अर्को नारी कुट्न पाउँछु भन्न सक्दिनँ। सायद म नर्स नभएको भए मलाई तलब बढाउनको लागि नारा लाउन पर्थेन होला। त्यही वर्षौँपछि बढेको तलब पाउन महिनौँ पुर्न पर्थेन होला। तर फेरि लाग्छ सायद म नर्स नभएको भए मलाई आफ्नो अधिकारको लागि बोल्न कसले सिकाउँथ्यो त? मलाई आफ्नो कामको लागि जवाबदेही हुन कसले सिकाउँथ्यो त? सायद म नर्सिङ स्टुडेन्ट नभएको भए मलाई मर्निङ, इभिनिङ, नाइट ड्युटीको झन्झट पर्थेन होला। स्ट्रेसले गर्दा कहिले पिम्पल त कहिले पिरियड्स पछि सर्थेन होला। तर फेरि लाग्छ सायद म नर्स नभएको भए मलाई जीवन चक्रको महत्त्व बुझ्न गाह्रो पर्न सक्थ्यो। मलाई निराशाको बिचमा आशा जगाउन गाह्रो पर्न सक्थ्यो। त्यसैले मलाई नर्स र नर्सिङ स्टुडेन्ट बन्दा कुनै पछुतो छैन। त्यसैले मलाई नर्स र नर्सिङ स्टुडेन्ट बन्दा कुनै पछुतो छैन। 2-4वटा समस्या देखा पर्दैमा पछि हट्ने पनि त होइन। तर विडम्बना एउटै छ कि जति राम्रो गरे पनि अब्जस खानुपर्छ। अब हामीलाई पनि हप्तामा 2 दिन बिदा चाहियो है, किनकि ज्यान जोगाउन मार्सल आर्ट सिक्न जानुपर्छ। किनकि